स्वागत छ भाइ बहिनीहरूलाई क्लास 11-12 को अनिवार्य नेपालीको क्वेसन एन्सर तथा व्याकरण च्यानलमा। आजको विषयवस्तु रहेको छ शब्द निर्माण प्रक्रिया। शब्द बनोटको विधि वा नयाँ शब्द निर्माण गर्ने पद्धतिलाई शब्द निर्माण प्रक्रिया भनिन्छ। शब्द निर्माण आधार तत्व अथवा शब्द र धातु तथा आधेय तत्व अर्थात् उपसर्ग र प्रत्ययको संयोजनबाट गरिन्छ। शब्द मूल वा अव्युत्पन्न र व्युत्पन्न गरी दुई प्रकारका हुन्छन्। मूल शब्द स्वतः निर्मित हुन्छन् र यिनलाई टुक्र्याउन सकिँदैन। मूल शब्द पनि धातुमूल र शब्दमूल गरी दुई प्रकारका हुन्छन्। जस्तै धातुमूल अन्तर्गत जा, पढ, गर, खेल, हेर आदि इत्यादि हुन्छन् भने शब्दमूल अन्तर्गत जस्तै घर, कलम, किताब, म, ऊ, बाठो आदि इत्यादि। व्युत्पन्न शब्द उपसर्ग, प्रत्यय, समास, द्वित्व आदि प्रक्रियाबाट निर्मित शब्दलाई व्युत्पन्न वा यौगिक शब्द भनिन्छ। अथवा प्रकृति प्रत्यय छुट्टिने, टुक्र्याउन सकिने तथा आधार तत्व र आधेय तत्व भएका शब्द नै व्युत्पन्न शब्द हुन्। जस्तै संयोग, सम प्लस योग भएर संयोग बनेको हुन्छ। त्यस्तै गरी कटान, काट प्लस आन कटान बनेको हुन्छ। त्यस्तै गरी जुवाडी, जुवा प्लस अडी जुवाडी भनेको हुन्छ भने त्यसै गरिकन राजकाज अर्थात् राजाको काज, गरगहना अर्थात् गहना प्लस गहना आदि। शब्द चाहिँ द्वित्वद्वारा पनि निर्माण हुन्छ र द्वित्व भनेको चाहिँ कुनै शब्द वा शब्दांश दोहोरिएर शब्द निर्माण हुने प्रक्रियालाई द्वित्व अथवा द्विरूक्त शब्द भनिन्छ। द्वित्व प्रक्रियामा कुनै वर्ण, अक्षर, अक्षर समूह वा पुरै शब्दको पनि पुनरावृत्ति हुन सक्छ अर्थात् दोहोरिन सक्छ। यो प्रक्रिया सबै शब्द, नाम, सर्वनाम, विशेषण, क्रियापद, अव्ययमा लागू हुने भएकाले नेपाली भाषामा द्वित्व भएर बनेका शब्दहरू पर्याप्त पाइन्छन्। द्वित्व तीन प्रकारका हुन्छन्। नम्बर 1 पूर्ण द्वित्व, नम्बर 2 आंशिक द्वित्व र नम्बर 3 अपरिवर्तित द्वित्व। पूर्ण द्वित्व भनेको पुरै शब्द वा आधारपद दोहोरिएर शब्द निर्माण हुने प्रक्रिया हो। जस्तै छोरा प्लस छोरा इक्वल टु छोरा छोरा, केटा प्लस केटा केटा केटा, दिन प्लस दिन दिन दिन, टह प्लस टह टह टह, सिम प्लस सिम सिम सिम, तप प्लस तप तप तप, को प्लस को को, जहाँ प्लस जहाँ जहाँ जहाँ, जो प्लस जो जो, माथि प्लस माथि माथि माथि, छ प्लस छ छ छ आदि। पूर्ण द्वित्व बनेका अनुकरणात्मक बाहेकका शब्दहरूलाई चाहिँ नजोडिकन छुट्टा छुट्टै डिकामा लेखिन्छन्। अनुकरणात्मक शब्द हुन् भने चाहिँ जोडेर एउटै डिकामा लेखिन्छ। नम्बर 2 आंशिक द्वित्व, शब्दभित्रको कुनै अंश मात्र दोहोरिएर शब्द निर्माण हुने प्रक्रियालाई आंशिक द्वित्व भनिन्छ। जस्तै आफू प्लस आफू आफू आफू, झल्को प्लस झल्को झझल्को, कसको प्लस कसको कसको, फर प्लस फर 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 अथवा फरर, साना प्लस साना ससाना, आफ्नो प्लस आफ्नो आफ्नो, टल्ल प्लस टल्ल टल्ल, सल प्लस सल सलल, सल्लाह प्लस सल्लाह सरसल्लाह। यसरी थोरै अंश मात्रै दोहोरिएर बनेका द्वित्वहरू आंशिक द्वित्व हुन्। भने अपरिवर्तित द्वित्व भनेको चाहिँ द्वित्व हुँदा ध्वनिमा परिवर्तन भई शब्द बन्ने प्रक्रिया हुन्। यसमा ध्वनिमा परिवर्तन भएर दोहोरिएको अंशको प्राय कुनै अर्थ हुँदैन। जस्तै घर प्लस घर इक्वल टु घर सर। अब यहाँ घरको अर्थ छ भने सरको चाहिँ यहाँ कुनै पनि अर्थ लाग्दैन। त्यस्तै गरेर बाटो प्लस बाटो बाटो घाटो, माल प्लस माल माल ताल, कस प्लस कस कस कास, साना प्लस साना साना तिना, खोतल प्लस खोतल खोतल खातल, काम प्लस काम काम साम, उखु प्लस उखु उखु सुखु, चरा प्लस चरा चरा चुरुङ्गी, टुक प्लस टुक टाक टुक, चट प्लस चट चटपट, पानी प्लस पानी पानी सानी, चुप प्लस चुप चुपचाप, खेत प्लस खेत खेतसेत, खुस्स प्लस खुस्स खास्स खुस्स, चाँजो प्लस चाँजो चाँजो पाँजो, बाली प्लस बाली बाली नाली, पल्याक प्लस प्ल्याक पल्याक पुलुक, कच प्लस कच कचपच, चमक प्लस चमक चमक दमक, थोत्रो प्लस थोत्रो थोत्रो मोत्रो, मेला प्लस मेला मेलापात, लिप प्लस लिप लिपलाप, गाई प्लस गाई गाई गुई, पैँचो प्लस पैँचो ऐँचो पैँचो, बानी प्लस बानी आनी बानी आदि।
अब जाउँ सन्धि र शब्द निर्माणतर्फ। सन्धि भनेको मेल हो। नेपाली व्याकरणमा दुई शब्दमध्ये अघिल्लो शब्दको अन्तिम ध्वनि र पछिल्लो शब्दको सुरुको ध्वनिको संयोजनबाट अर्थात् मेलबाट सिङ्गो शब्द निर्माण गरिने प्रक्रियालाई सन्धि भनिन्छ। सन्धि हुँदा रूप तथा ध्वनिमा मात्र परिवर्तन हुने भएकाले यसलाई शब्द निर्माणको भिन्नै अथवा छुट्टै प्रक्रिया मानिँदैन। सन्धि त उपसर्ग र प्रत्यय लागेर तथा समास र द्वित्व भएर शब्द बन्ने क्रममा जहाँसुकै घटित हुन सक्ने शब्द निर्माणको एक सहयोगी पद्धति मात्र हो। सन्धिद्वारा शब्द निर्माण गर्दा कहीँ वर्णमा ठुलो परिवर्तन र कहीँ सामान्य परिवर्तन हुन्छ। जस्तै सिंह प्लस आसन सिंहासन, जगत प्लस नाथ जगन्नाथ। सन्धि पनि संस्कृत सन्धि र नेपाली सन्धि गरी दुई प्रकारका रहेका छन् र संस्कृत सन्धि अन्तर्गत पनि स्वर सन्धि, व्यञ्जन सन्धि र विसर्ग सन्धिहरू रहेका छन्। स्वर सन्धि दुई स्वर वर्णको बिचमा हुने सन्धिलाई स्वर सन्धि भनिन्छ। जस्तै अ प्लस आ हुन्छ। उदाहरणको लागि दुःख प्लस अन्त दुखान्त। यहाँ दुःख शब्दको अन्तिम अक्षर खमा अ उच्चारण भएको छ। त्यसै गरी अन्त शब्दको पहिलो अक्षर अ उच्चारण रहेको छ र अक्षर पनि अ नै रहेको छ। त्यसकारण यो अ प्लस अ चाहिँ आ भएर दुखान्त भएको छ। त्यसै गरी विशेष प्लस अङ्क विशेषाङ्क भएको छ। यहाँ विशेषमा पनि अन्तिम अक्षर स चाहिँ अ उच्चारण भएको छ भने अङ्कको अ पनि अ अक्षर हुनका साथै अ नै उच्चारण भएको छ। त्यसकारण यहाँ विशेषाङ्क भन्दा समा आकार आएर सा भएको छ। दुईवटा अ प्लस अ इक्वल टु आ भएको छ। त्यसै गरिकन हिम प्लस अञ्चल हिमाञ्चल भएको छ। हिममा म पहिलो शब्दको अन्तिम अक्षर म चाहिँ अ उच्चारण भएको छ भने अञ्चलको पहिलो अक्षर पनि अ नै रहेको छ र उच्चारण पनि अ नै रहेको छ। त्यस कारणले गर्दा यो स्वर सन्धि हुँदा अ प्लस अ भएर चाहिँ आ भएको छ र हिमाञ्चल भएको छ। त्यस्तै गरेर अ प्लस आ पनि आ नै उच्चारण हुन्छ। जस्तै हिम प्लस आलय, हिम भन्दा ममा अ उच्चारण छ। त्यसै गरी आलयमा आ उच्चारण छ। एवं रीतले पुस्तक प्लस आलय पुस्तकालय हुन्छ। पुस्तक भन्दा पनि कमा अ उच्चारण रहेको छ भने आलयको आ पनि आ नै उच्चारण रहेको छ। यसरी पुस्तकालय भएको छ। त्यसै गरिकन कार्य प्लस आलय कार्यालय भएको छ। कार्यमा पनि यमा अ उच्चारण भएको छ। आलयको आ पनि आ नै लेखिएर आ उच्चारण भएको छ। त्यसैले कार्यालय भएको छ। त्यसै गरेर आ प्लस अ इक्वल टु आ हुन्छ, उच्चारण आ हुन्छ। जस्तै विद्या प्लस अर्थी। अब विद्यामा आ उच्चारण भएको छ भने दोस्रो शब्दको पहिलो अक्षर अ रहेको छ र उच्चारण पनि अ नै रहेको छ। त्यस कारणले यो विद्यार्थी भएको छ। त्यसै गरेर शिक्षामा पनि अन्तिम अक्षर क्षमा चाहिँ आ उच्चारण भएको छ भने शिक्षा प्लस अर्थीमा अर्थीको अ उच्चारण र अ अक्षर रहेको छ र यो शिक्षार्थी भएको छ। त्यस्तै गरेर आ प्लस आ पनि आ नै उच्चारण हुन्छ। जस्तै विद्या प्लस आलय विद्यालय। विद्यामा पनि आ उच्चारण रहेको छ अन्तिम अक्षर भने आलयको सुरुको अक्षर आ पनि आ नै उच्चारण रहेको छ र यो दुइटै आ प्लस आ भएर सन्धि हुँदाखेरि उच्चारण पनि आ नै भएको छ। त्यस्तै गरेर शिक्षा प्लस आलय पनि पहिलो शब्दको अन्तिम अक्षर छ्यामा आ उच्चारण भएको छ भने आलयमा पनि आ अक्षर र उच्चारण पनि आ नै रहेको छ। त्यसकारण यो आ प्लस आ उच्चारण पनि आ भएर शिक्षालय भएको छ। त्यस्तै गरेर अ प्लस इ को उच्चारण ए हुन्छ। जस्तै देव प्लस इन्द्र। अब देवको वमा अ उच्चारण छ भने इन्द्रको ईमा उच्चारण पनि इ छ, अक्षर पनि इ छ। अब यो अ प्लस इ सन्धि हुँदाखेरि देवेन्द्र हुन्छ। देव प्लस इन्द्र देवेन्द्र हुन्छ। त्यस्तै गरेर भूप प्लस इन्द्र भूपेन्द्र, उप प्लस इन्द्र उपेन्द्र हुन्छ। भूपमा पनि पमा अ उच्चारण छ भने इन्द्रमा इ उच्चारण र इ अक्षर छ। यो दुइटै अ प्लस इ सन्धि हुँदाखेरि ए उच्चारण भएर भूपेन्द्र भएको छ र उपेन्द्रको पनि त्यसै गरी उप प्लस इन्द्र उपेन्द्र भएको छ।
त्यस्तै गरेर अ प्लस दीर्घ इ को पनि ए नै उच्चारण हुन्छ। जस्तै नर प्लस इस नरेश। यहाँ पनि नरको रमा अ उच्चारण छ, ईशको दीर्घ इ छ, यो पनि एमा नै उच्चारण भएको छ र यसको हिज्जेमा पनि परिवर्तन भएर नरेश भएको छ। नर प्लस ईश नरेश, गण प्लस ईश गणेश, सुर प्लस ईश सुरेश भएको छ। त्यस्तै गरेर आ प्लस इ पनि ए उच्चारण हुन्छ। जस्तै महा प्लस ईश महेश, रमा प्लस ईश रमेश। त्यस्तै गरेर रस्व इ प्लस रस्व इ अथवा दीर्घ इ को पनि दीर्घ इ उच्चारण हुन्छ र हिज्जेमा पनि त्यसै अनुसारले जान्छ। जस्तै कवि प्लस इन्द्र कविन्द्र। अब यहाँ कविको वमा इ उच्चारण छ, रस्व इ छ र इन्द्रमा पनि इन्द्रको पहिलो अक्षर इ चाहिँ इ रस्व इ नै उच्चारण छ। तर यो दुइटै रस्व इ उच्चारण भए पनि यो चाहिँ सन्धि भइसकेर नयाँ शब्द बन्ने प्रक्रियामा चाहिँ कविन्द्र भन्दाखेरि वलाई दीर्घ इकार हुन्छ। त्यसै गरेर रवि प्लस इन्द्रमा रविन्द्र हुन्छ भने गिरी प्लस ईश गिरीश हुन्छ। गिरीको रि रस्व हिज्जे हुन्छ, उच्चारण पनि रस्व नै हुन्छ भने ईशको इ चाहिँ दीर्घ इ हुन्छ र दीर्घ इ लेखाइ पनि दीर्घ इ, उच्चारण पनि दीर्घ इ नै हुन्छ। अब यहाँ गिरीको इ र ईशको इ गरेर यो नयाँ शब्द बनिएको ठाउँमा चाहिँ रि चाहिँ दीर्घ हुन्छ। गिरीश लेख्दाखेरि चाहिँ रि चाहिँ दीर्घ हुन्छ। त्यस्तै गरेर अ प्लस उ को चाहिँ ओ उच्चारण हुने र हिज्जे पनि त्यही अनुसारले जाने गर्छ। जस्तै चन्द्र प्लस उदय चन्द्रोदय। अब चन्द्रमा अ उच्चारण छ, उदयमा उ उच्चारण छ, तर यो नयाँ शब्द बन्दा चाहिँ चन्द्रोदय हुन्छ। त्यस्तै गरेर सूर्य प्लस उदय सूर्योदय हुन्छ। सूर्यमा यमा अ उच्चारण छ, उदयमा उ छ र यो दुवै गएर चाहिँ शब्द निर्माण बन्दाखेरि सन्धि भएर शब्द निर्माण हुँदा चाहिँ सूर्योदय हुन्छ। त्यस्तै गरेर आ प्लस उ को चाहिँ ओ हुन्छ। महा प्लस उत्सव महोत्सव होइन। महाको हामा चाहिँ आ उच्चारण रहेको छ, उत्सवको उ रहेको छ र यो सन्धि भएर शब्द निर्माण हुँदा महोत्सव भएको छ। त्यस्तै गरेर विद्या प्लस उदय विद्योदय हुन्छ। एवं रीतले आ प्लस ए चाहिँ ऐ उच्चारण हुन्छ र हिज्जे पनि ऐ हुन्छ। जस्तै सदा प्लस एव सदैव हुन्छ। सदामा आ उच्चारण भएको छ भने एवमा ए छ र यी दुवै मिलेर चाहिँ सन्धि भएर जाँदा चाहिँ सदैव भएको छ। त्यसै गरी तथा प्लस एव तथैव हुन्छ। त्यस्तै गरिकन रस्व इ प्लस अ अथवा आ हुँदाखेरि चाहिँ सन्धि हुँदा चाहिँ य उच्चारण हुन्छ, हिज्जे पनि य हुन्छ। जस्तै इति प्लस आदि इत्यादि। अब इतिको तिमा इ उच्चारण रहेको छ, आदिको आ उच्चारण रहेको छ र यहाँनिर शब्द निर्माण हुँदा पनि इत्यादि भएको छ। त्यसै गरी पछाडि अ नै भएको ठाउँमा चाहिँ अ नै रहन्छ। जस्तै यदि प्लस अपि। यदिको दि पनि रस्व इ नै उच्चारण भएको छ, अपिको अ नै उच्चारण रहेको छ र यो गएर यद्यपि भएको छ। त्यसै गरिकन इ प्लस उ अथवा ए पनि य नै उच्चारण र हिज्जे हुने गर्दछ। जस्तै उपरि प्लस उक्त उपर्युक्त। उपरिको रिमा इ उच्चारण छ, उक्तको उ छ, यो दुइटै मिलेर उपर्युक्त भएको छ। त्यसै गरिकन अर्को इक्जाम्पल, अर्को उदाहरण, प्रति प्लस उत्तर प्रत्युत्तर भएको छ। प्रतिको ति पनि इ उच्चारण रहेको छ, इ हिज्जे पनि रहेको छ र उत्तरको उ उच्चारण र हिज्जे रहेको छ र यो दुवै सन्धि हुँदाखेरि प्रत्युत्तर भएको छ। त्यस्तै गरेर प्रति प्लस एक प्रत्येक भएको छ। यसै गरिकन उ प्लस आ चाहिँ व हुन्छ होइन। जस्तै सु प्लस आगत स्वागत। सुमा उ उच्चारण भएको छ भने आगतमा आ रहेको छ र यो सन्धि हुँदा पनि स्वागत भएको छ। त्यसै गरिकन अ अथवा आ प्लस रि हुँदाखेरि अर हुन्छ, यसको हिज्जे पनि र उच्चारण पनि। जस्तै देव प्लस ऋषि देवर्षि। देवको वमा अ उच्चारणसँग ऋषिको रि चाहिँ सन्धि हुँदाखेरि देवर्षि भएको छ। त्यस्तै गरिकन सप्त प्लस ऋषि सप्तर्षि, महा प्लस ऋषि महर्षि, ब्रह्म प्लस ऋषि ब्रह्मर्षि हुन्छ। अब अर्को रहेको छ व्यञ्जन सन्धि। व्यञ्जन वर्ण
वा स्वर वर्णसँग हुने संयोजन वा सन्धिलाई व्यञ्जन सन्धि भनिन्छ। यो पनि दुई प्रकारले हुन्छ। एक चाहिँ व्यञ्जन र स्वर मिलेर, अर्को चाहिँ व्यञ्जन र व्यञ्जन मिलेर। व्यञ्जन र स्वर मिलेर बनेका केही उदाहरणहरू हेरौँ। जस्तै सत प्लस आचार सदाचार, जगत प्लस ईश्वर जगदीश्वर, सत प्लस उपयोग सदुपयोग, दिक् प्लस अम्बर दिगम्बर। यहाँनिर चाहिँ अक्षरहरू परिवर्तन भएको छ सन्धि हुँदाखेरि है। सतमा तमा हलन्त छ, सत प्लस आचारमा यो चाहिँ त चाहिँ दमा परिवर्तन भएर सदाचार भएको छ। यसरी चाहिँ परिवर्तन हुन्छ। त्यसै गरिकन व्यञ्जन र व्यञ्जन मिलेर बनेका चाहिँ केही शब्दहरू हेरौँ। सत प्लस भाव सद्भाव, सम प्लस कल्प सङ्कल्प, सम प्लस गठन सङ्गठन, सम प्लस वाद संवाद, सम प्लस सार संसार, जगत प्लस बन्धु जगत बन्धु। यहाँ जगतमा त रहेको छ तर जगत बन्धु हुँदा चाहिँ दमा हलन्त हुन्छ। त्यसै गरी उत प्लस गम उद्गम, उत्मा तमा हलन्त रहेर चाहिँ उपसर्ग यहाँ उत भएकोमा चाहिँ यो शब्द बनिसक्दा चाहिँ उद्गम भनेर दमा परिवर्तन भएको छ। र अर्को सन्धि रहेको छ विसर्ग सन्धि। विसर्गसित स्वर या व्यञ्जन वर्ण मिलेर हुने सन्धिलाई विसर्ग सन्धि भनिन्छ। जस्तै नि विसर्ग प्लस चय निश्चय। अब यो विसर्ग चाहिँ गएर समा परिवर्तन भएको छ है, तालबेस आदि तालबेसमा। नि प्लस रोग निरोग, यहाँ चाहिँ फेरि विसर्ग हटेको छ र यो चाहिँ यसमा कुनै पनि अरू अक्षरहरू थपघट भएको छैन। त्यस्तै गरेर निछल, नि विसर्ग प्लस छल चाहिँ निश्चल। यहाँनिर यो विसर्ग हटेर आदि तालबेसमा परिवर्तन भएको छ। त्यसै गरेर नममा विसर्ग छ, नम विसर्ग प्लस कार, नम विसर्ग प्लस कार इक्वल टु नमस्कार भनेको यहाँको यो विसर्ग चाहिँ आदि दन्तेसम्म परिवर्तन भएको छ। त्यसै गरेर दु प्लस आशा दुराशा, दुमा विसर्ग छ र दुराशा भन्दाखेरि चाहिँ पछाडि विसर्ग हटेको छ र अ चाहिँ रमा परिवर्तन भएर आकार आएको छ। त्यस्तै गरेर अध प्लस गति, अधमा विसर्ग छ अनि गति, यो विसर्ग चाहिँ पछाडि नयाँ शब्द बन्दाखेरि चाहिँ ओमा परिवर्तन भएको छ। अध प्लस गति चाहिँ अधोगति भएको छ। त्यसै गरेर तप प्लस वन, पमा विसर्ग छ पछाडि तपोवन हुँदाखेरि चाहिँ विसर्ग चाहिँ ओमा परिवर्तन भएको छ। त्यस्तै गरेर मन प्लस रञ्जन मनोरञ्जन, मनमा विसर्ग रहेको छ भने त्यो विसर्ग चाहिँ पछाडि गएर मनो भएको छ। हवस् त भाइ बहिनीहरू, आजलाई यति नै। आजको भिडियो यहाँलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोला र कक्षा 11-12 प्रश्न उत्तर तथा व्याकरण सम्बन्धी यस्तै जानकारीहरू प्राप्त गर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर छेउमा राखेको बेल आइकन थिचिदिनुहोला। यहाँहरूको समय शुभ रहोस्। धन्यवाद।